शक्ति भनेको के हो त? कुनै पनि कार्य गर्न सक्ने क्षमता, यसलाई इङ्ग्लिसमा क्यापासिटी भनियो। CAPACITY क्यापासिटी लाई शक्ति भनिन्छ। ENERGY इनर्जी भनिन्छ। कार्य गर्न सक्ने क्षमता नै के हो त भन्दा शक्ति हो। हेर्नुहोस् भाइले, यसलाई हामी ऊर्जा पनि भन्छौँ हो, ऊर्जा पनि भन्छौँ। कार्य गर्न सक्ने क्षमता नै चाहिँ शक्ति हो। यो हामीले सानो क्लासबाट पढ्दै आएका छौँ, त्यही पनि हामीले फेरि एकपटक कक्षामा स्मरण गरेको है त। अब यो शक्तिको एसआई एकाइ के हो थाहा छ? भन्नुहोस् त। शक्तिको एसआई एकाइ जूल हो। JOULE जूल। यसलाई जेले संकेत गर्ने। शक्तिलाई चाहिँ जूल एकाइमा नापिन्छ भाइ बहिनीहरू। यो नबिर्सिने नझुकिने। कुन एकाइमा नापिन्छ रे? जूल एकाइमा नापिन्छ। अब शक्ति केलाई आवश्यकता पर्छ भन्दाखेरि महत्त्वपूर्ण कुरा के हो भन्दा हरेक कार्य गर्नलाई, हरेक कार्य गर्नलाई शक्तिको आवश्यकता पर्छ। विभिन्न प्रकारका कार्य गर्नलाई फरक फरक शक्तिको आवश्यक पर्छ। सवारी साधन चलाउन, जाडो मौसममा शरीरलाई न्यानो पार्न, अन्नबाली सुकाउन, निर्माण कार्यमा विभिन्न प्रकारका औजार वा उपकरणहरू चलाउन चाहिँ शक्तिको आवश्यकता पर्छ। विभिन्न प्रकारका कार्य गर्नलाई फरक फरक शक्तिको आवश्यकता पर्छ। अब अन्नबाली सुकाउनलाई कुन शक्तिको आवश्यकता पर्छ? ताप शक्तिको आवश्यकता पर्छ। टिभी हेर्नलाई हैन, रेडियो सुन्नलाई कुन शक्तिको आवश्यकता पर्छ? विद्युत शक्तिको आवश्यकता पर्छ। टर्च लाइट बाल्नलाई विद्युत शक्तिको आवश्यकता पर्छ। शक्तिका रूपहरू FORMS फर्म्स अफ इनर्जी। यान्त्रिक शक्ति यो एउटा शक्तिको रूप हो। MECHANICAL मेकानिकल इनर्जी। ENERGY इनर्जी। कुनै पनि वस्तुको अवस्था, यो वस्तुको अवस्था भनेपछि स्थिति वा गति भन्ने अर्थ लाग्छ है। कुनै पनि वस्तुको अवस्था भनेपछि स्थिति वा गतिमा परिवर्तनका कारणले उत्पन्न हुने शक्तिलाई
यान्त्रिक शक्ति भनिन्छ। यान्त्रिक शक्ति भनिन्छ। यसका दुईवटा प्रकारहरू छन्। यान्त्रिक शक्तिका दुईवटा प्रकार के हुन् भन्दा क नम्बरमा स्थिति शक्ति र गति शक्ति हो नि त। स्थिति शक्ति यसलाई इङ्ग्लिसमा भनिन्छ पोटेन्शियल इनर्जी। POTENTIAL पोटेन्शियल, ENERGY इनर्जी। यो कस्तो खालको इनर्जी हो यसको बारेमा त हामीले पढिसकेका छौँ। गति शक्ति ENERGY इनर्जी। काइनेटिक इनर्जी। नम्बरमा ताप शक्ति। के हो त ताप शक्ति भनेको भन्नुस् त। HEAT इनर्जी भनिन्छ वस्तुको सम्पूर्ण अणुहरुमा भएको काल शक्तिको समष्टिगत रूप नै ताप शक्ति हो। यो पनि हामीले पढिसकेका छौँ, त्यो पनि स्मरणको लागि राखेको। प्रकाश शक्ति यसलाई इङ्ग्लिसमा लाइट इनर्जी भनियो। कस्तो शक्तिलाई प्रकाश शक्ति भनिन्छ त? हाम्रो आँखाले वस्तुलाई देख्न सक्ने अथवा हाम्रो आँखाले वस्तुलाई हेर्न मद्दत गर्ने शक्तिलाई प्रकाश शक्ति भनिन्छ, हो हैन? कुनै पनि वस्तुलाई हेर्न मद्दत गर्ने शक्तिलाई प्रकाश शक्ति भनिन्छ। ध्वनि शक्ति साउन्ड इनर्जी SOUND साउन्ड ENERGY इनर्जी। वस्तुहरूको कम्पनबाट उत्पन्न हुने शक्तिलाई ध्वनि शक्ति भनिन्छ। ध्वनि शक्ति भनिन्छ। 5 नम्बरमा चुम्बकीय शक्ति। कस्तो शक्तिलाई चुम्बकीय शक्ति भनिन्छ? MAGNETIC म्याग्नेटिक, ENERGY इनर्जी। अब यो चुम्बकीय शक्ति भनेको चाहिँ चुम्बकबाट विद्युत धारा बगिरहेको सुचालक पदार्थबाट उत्पन्न भएको शक्तिलाई चुम्बक शक्ति भनिन्छ।
विद्युत शक्ति। अब कस्तो शक्तिलाई विद्युत शक्ति भनिन्छ त? विद्युत शक्ति। ELECTRICL इलेक्ट्रिकल। ENERGY इनर्जी। इलेक्ट्रोनहरूको प्रवाहद्वारा उत्पन्न हुने शक्तिलाई विद्युत शक्ति भनिन्छ। रासायनिक शक्ति। अब कस्तो शक्तिलाई रासायनिक शक्ति भनिन्छ? CHEMICAL केमिकल इनर्जी। ENERGY इनर्जी। रासायनिक परिवर्तन अथवा रासायनिक प्रतिक्रिया भन्दा हुन्छ। रासायनिक परिवर्तन पछि वस्तुबाट उत्पन्न भएको शक्तिलाई रासायनिक शक्ति भनिन्छ। परमाणविक शक्ति। ATOMIC एटोमिक। ENERGY एनर्जी। परमाणुको न्यूक्लियस विच्छेदन वा संयोजन हुँदा उत्पन्न हुने शक्तिलाई परमाणुविक शक्ति भनिन्छ। अब शक्ति भने पनि ऊर्जा भने पनि एउटै कुरा हो। अब यसलाई चाहिँ दुई भागमा विभाजन गरिएको छ। त्यो के हो भन्दाखेरि नवीकरणीय ऊर्जा र अनवीकरणीय ऊर्जा। त्यसको बारेमा हामी अलिकति स्मरण गर्नेछौँ। हुन्छ ल। नवीकरणीय यसलाई रिन्युएबल इनर्जी भनिन्छ है। RENEWABLE रिन्युएबल इनर्जी। ENERGY इनर्जी। एक पटक प्रयोग गरिसकेपछि प्रकृतिमा छोटो समयमा उत्पादन हुने ऊर्जाको स्रोतलाई नवीकरणीय ऊर्जा भनिन्छ। यो सानो क्लासमै पढिसकेको कुरा, 7 क्लासमै पढिसकेको कुरा एकचोटि स्मरण गरे। जस्तै उदाहरण विद्युत, सौर ऊर्जा,
वायु ऊर्जा बायोग्यास गोबर ग्यास दाउरा आदि विद्युत सौर्य ऊर्जा वायु ऊर्जा वायु ग्यास गोबर ग्यास दाउरा दाउरा पनि हामीले एकपटक प्रयोग गरिसकेपछि फेरि त्यसलाई हामी प्राप्त गर्न सक्छौँ जङ्गलबाट फेरि त्यसलाई तयारी भएको अवस्थामा पाउँछौँ ल्याएर हाम्रो भान्सामा प्रयोग गर्न सक्छौँ त्यस्तो ऊर्जा त्यस्तो शक्ति नवीकरण शक्ति हो सौर्य ऊर्जा जतिखेर पनि हामीले सौर्य ऊर्जा प्रयोग गर्न सक्छौँ सौर्य शक्तिको प्रयोग सौर्यको प्रकाशको प्रयोग हो कि होइन वायु ऊर्जा चलिरहेको हावाबाट प्रयोग हुने वायु ऊर्जा गोबर ग्यास दाउरा आदि गोबर ग्यास भनेको त गाई भैँसीको गोबर मलमूत्र जम्मा पारेर त्यसबाट चाहिँ जम्मा गरेको ग्यास दाउरा भने थाहा छ हो कि यो चाहिँ नवीकरणीय ऊर्जा भयो अब अर्को पढ्छौँ हामी अनवीकरणीय ऊर्जा यसलाई चाहिँ नन RENEWABLE non renewable sources of energy एक पटक लेख त एक पटक प्रयोग गरिसकेपछि प्रकृतिमा छोटो समयमा पुनः उत्पादन हुन नसक्ने ऊर्जाको स्रोतलाई अनवीकरणीय ऊर्जाको स्रोत अथवा शक्तिको स्रोत भनिन्छ एक पटक प्रयोग गरिसकेपछि प्रकृतिमा छोटो समयमा फेरि पुनः त्यसलाई चाहिँ उत्पादन गर्न नसक्ने अथवा उत्पादन हुन नसक्ने छोटो समयमा तत्काल पाउन नसकिने प्राप्त गर्न नसकिने त्यस्ता खालका ऊर्जाको स्रोतलाई चाहिँ अनवीकरणीय ऊर्जाको स्रोत भनिन्छ जस्तै उदाहरण अब यसमा चाहिँ पेट्रोलियम पदार्थहरू पर्छ डिजल पेट्रोल मट्टीतेल त्यसपछि कोइला तेल पेट्रोल मट्टीतेल एलपी ग्यास खाना पकाउने ग्यास होइन त एलपी ग्यास कोइला यिनीहरूलाई चाहिँ हामीले मितोही ढङ्गले चाहिँ यसलाई प्रयोग गर्नुपर्छ यसको भण्डार रित्याउने खालको गतिविधि गर्नु हुँदैन यो ऊर्जाको स्रोतको चाहिँ बचत गर्नुपर्छ बुझ्नुभयो अब यो शक्तिको स्रोत भनेको के होला एउटा टपिक त्यो पनि बनाइहालौँ शक्तिको स्रोत RESOURC रिसोर्स अफ ENERGY एनर्जी जहाँबाट शक्ति प्राप्त हुन्छ त्यसलाई
शक्तिको स्रोत भनिन्छ। जस्तै के हुन्छ शक्तिका स्रोतहरू? सूर्य, खनिज इन्धन, हावा, पानी, बिरुवा आदि। यसबाट चाहिँ हामी शक्ति पाउँछौँ। सूर्यबाट शक्तिको मुख्य स्रोत भनेकै सूर्य हो भाइ बहिनी। ताप र शक्तिको मुख्य स्रोत भनेकै सूर्य हो। यसबाट हामीले शक्ति पाउने भयो। सौर्य ऊर्जा पनि निकाल्न सक्छौँ हुँदैन? खनिज इन्धन भनेको अहिले पढेको पेट्रोलियम पदार्थ, कोइलाहरू यसैमा परे। हावाबाट वायु ऊर्जा निकाल्छौँ हामी। पानी, विद्युत शक्ति निकाल्छौँ पानीबाट। बोट बिरुवाबाट के शक्ति पाउँछौँ हामी? दाउरा होइन? खानाको लागि हामी बोट बिरुवामा भर पर्छौँ, त्यो पनि शक्तिको स्रोत हो।